साथीहरु तपाईलाई थाहै छ हामी चाहिँ हाउ टु विन फ्रेन्ड एन्ड इन्फ्लुएन्स पिपल भन्ने बुक चाहिँ पढ्दै आइरहेका छौं। यसको चाहिँ हामी आज च्याप्टर 4 मा छौं। यो च्याप्टर 4 मा हाम्रो डाली दाइले चाहिँ के कुरा गरेका छन् त भन्ने विषयमा आज कुरा गरौँ है त। च्याप्टर 4 मा चाहिँ उनले के भनेका छन् भने मान्छेसँग कुरा गर्दाखेरि चाहिँ कसरी कुरा गर्ने भन्ने कुरा चाहिँ सिकाएका छन्। तपाईको कुरा गर्दाखेरि मान्छेसँग कसैसँग बोल्दै हुनुहुन्छ भने सबैभन्दा पहिला चाहिँ तपाईले सुन्ने बानी चाहिँ बसाल्नु पर्छ। किनकि मान्छेलाई बोल्न मन पराउँछ। जो मान्छे आफ्नो कुरा राख्न पाउँछ, आफ्नो कुरा भन्न पाउँछ, त्यो मान्छे खुसी देखिन्छ र तपाई त्यो मान्छेसँग नजिक भन्नलाई उलाई पहिला सुरु तपाईले खुसी राख्नुपर्छ। खुसी राख्नको लागि उलाई चाहिँ बोल्न दिनु पर्यो। उसको बोल्ने ह्याबिटमा चाहिँ तपाईले साथ दिनु पर्यो। उले बोलेको कुरामा चाहिँ साथ दिनु पर्यो। उसका कुराहरु राख्दाखेरि उसको कुरामा चासो देखाइदिनु पर्यो। तपाईले इन्ट्रेस्ट भयो चाहिँ चासो देखाएर हो र भन्ने बीचबीचमा प्रश्न गर्ने हैन, उसका कुराहरुलाई चासोको साथ सुने चाहिँ गर्ने या सुन्नी गर्नु पर्यो। तपाईले चाहिँ उसको कुरामा चाहिँ चासो देखाउनु भयो भने उ अझ इन्ट्रेस्ट भएर तपाईसँग नजिक भएर कुराहरु राख्न पाउँछ। त्यही भएर कसैको कुराको मनको कुरा जान्न छ भने पनि उलाई बोल्न दिनु पर्यो। उसँग नजिक हुनु छ भने पनि बोल्न दिनु पर्यो। हरेक कुरामा चाहिँ उसको कुरा चाहिँ सुन्नु पर्यो। मेन कुरा तपाईले आफू बोल्नै छ भने उले कुरा गरेर भएपछि बल्ल तपाई कुरा राख्नु पर्यो। अलिकता चासो दिएर बोल्ने बानी गर्नु भने त्यो मान्छे तपाईप्रति नजिक हुन्छ भनेर यो च्याप्टरमा चाहिँ उनले भनेका छन् है त। अब अर्को च्याप्टरमा अर्को कुरा गर्छौं हामी है त। त्यो भन्दा पहिला हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब, लाइक, कमेन्ट गर्नु भएको छैन भने त्यो गरेर हामीलाई साथ पनि दिनु है। तपाईको सपोर्टको एकदमै खाँचो छ। थ्यांक यू।